उत्रिउँपछि सबैलाई नै हुन्छ पिर। त्यो भएर कसैलाई पनि नराम्रो नभन्नु है। तपाईँहरू सबैले बुझ्नुहोस्। नभए पग्लिएछ या आमा त अगाडि दिएर रहेछ। कसले अन्त हामीहरू अहिले चाहिँ कहाँ यो हाम्रो दुईवटा आँखा छ नि, यो आँखाले हामीलाई सबै जग्गामा देखाउनुहुन्छ। तर हामी न अन्धा हो नि। उसले त सबैलाई देखाएको छ। यता भगवान्ले हामीलाई लु यहाँ बसौँ न एकछिन, यहाँ बसौँ त। के भन्नु अन्त के भन्छ अरे के भन्छ माताजीलाई सुन्तला माताजीलाई यो फलफुल खाएरै बस्नुहुन्छ त। के आउँछ जुम्रा जस्तो आज आमा छोरीको चाहिन्छ यहाँमा। कुकुर पक्रिहाल्छ सानो बच्चा। तिम्रो दादा भन त कुकुरको बच्चालाई नि तिम्रो दादा कहाँ छ? तिम्रो आमा त देख्दैन अरे बाबा। आमा त देख्दैन अरे बाबा। अन्त भन्दैन हो भन्नु न अझै नरुनु न त हौ। अन्त मसँग बस्नु पाउँदैन, खुसी छैन तपाईँ? संसार यस्तै हो, विचित्र छ साथी हो गाइज, होइन? अब हामीहरू आमा छोरी चाहिँ त्यो काँगरभित्तातिर रिल्याक्स के गर्नु आएको अरे होइन? रिल्याक्स गरौँ भनेर नि आएको बेला। आमा त्यो पढ्नु न के रहेछ त्यहाँ अनुमति बिना प्रवेश के हो क्या जान्दिनँ कतिवटा मेटेको छौ। निषेध छ होइन? हामी चाहिँ यहाँ घुम्नु आएको। हाम्रो खाने मुख त छ होइन, सबैजनालाई दाजुभाइ दिदीबहिनी माताहरू सबैलाई थाहा छ है। हजुर हामीले खानु जान्दैन। भिडियो के नभन्नु, हाम्रो टपिकमा बात मारिरहौँ न होइन? संसार चाहिँ अब हामीहरू चाहिँ यो संसारमा खालि एउटा ड्रामा गर्नु मात्रै आएको होइन? अब जस्तै आमा छोरी भन्यो, सम्बन्ध बनायो, जन्माउनु भयो होइन? उहाँ चाहिँ मेरो माता जन्माएर अब यसो नाचिन्छ, तर मरेर लानु केही छैन गाइस। लोभ नगर्नु, खानु पाउँदा खानु, घुम्नु पाउँदा घुम्नु होइन? यसरी झिलिमिली हेर्नु पाउँदा हेर्नु। तपाईँ के भन्नु चाहनुहुन्छ? तर गुरुजीको रोटी चाहिँ अर्कै उसले पकाइदियो नि, हामीले पोल्नै पाएन गुरुजीको लागि। उनीहरू चाहिँ फेरि गुरुजीमाथि पुरा हाल्दा खप्परिरहेको हुन्छ नि। हो माथि त्यो भानुको दिदी के अरे बिमला र मिठो बिमला र मिठो रिसाउँछ। जो पहिला गएर गुरुजीलाई स्याहार्छ उही चाहिँ रिसाउँछ हो। स्याहार्नु पाएन, अर्कोले गुरुजीको सेवा गर्नु पाएन। होइन गुरुजी नि कोही कहाँ जान्छ? ल जाऊँ मैले अस्ति भैँसी भनेर म भन्नु नि यहाँ भन्नु होइन बिर्स्यो हो, सबै बिर्सिन्छ म। त्यसो भएको मैले कपी गरेँ। तपाईँको दिमाग चाहिँ खोइ अन्त खै कता गएको
दिमाग ल्याउनु त आमा बिर्सिन्छु नि त। उम्, ल, ल। माल दिदी ए तपाईँ रहेछ झुक्यो आमा भन्दा चाहिँ हेर्नु पर्दैन ओइ तेरो मलाई माइली भन्छस् भन्नु न ए के भएको मेरो माइली हो आमा त कता गयो? आमा यहाँ छ मेरो आमा यहाँ छ हेर्नुहोस् गाइज एकदम दामी फुल फुलेको रहेछ हो यहाँ के अरे सितारा 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 अरूलाई त अहिले के पो गीत गाएको धेरै 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 माया होइन हो त्यो भन्ने गीत गाएको होइन मलाई खालि धेरै धेरै मात्रै याद छ त्यहाँ धेरै धेरै हौ के तिम्रो भन्ने गाउनु त थाहा छैन बेसी नक्कल नपार्नु है अब यहाँ गीत गाउनु न मजाले मलाई भन्नु न आउसला कस्तो दामी फुलेको हेर्नु न माइ गड वर्षा हेर त यहाँ तिमी त बिहोस 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 हुन्छ यो फुल देख्यो भने Wow, so nice, so beautiful, guys. Look at this one. Damn. आमा त्यो फुलको बारेमा एउटा के भनिदिनु त कविता रचिदिनु न फुल फुलेछ ढकमक्क आमा छोरी हिँडेछ गफ गर्दा के अरे गफ गर्दा गर्दै गर्दा गर्दै र ढकमक्क त कहाँ भयो त भएन राजीवलाई जोड्नुलाई टाक्टो नै हालिदिन्छ लगाएछ हामीलाई आएन कि अलिकति अब आमा तपाईँलाई बिहा गर्नु मन लागेको छ बिहा गर्नु मन लागेको छ के बोक्नु बिहा गर्नु मन लाग्यो भने नि अब यहाँ आउँछ राम्रै बनाइदिन्छ यो ब्युटी पार्लरले सिँगारी ल अब म चाहिँ हामी चाहिँ खास आमाको आँखा बनाउनु आएको कि आँखा बनाएर होइन भयो आउनु न हौ यहाँ किनिरहेछ त हौ अलिक छिटो हिँड्नु है बेङखुडी बुढी अलिक छिटो छिटो हिँड्नु म मेरो आमा फाइनल्ली गाइज हामीहरू चाहिँ आइपुग्यौँ हस्पिटल होइन हौ आँखा शिविर टिभी
न हुँ? यहाँ बसौँ न त दुईजना सँगै टिकट भएको छैन हो ल अब यो यतिकै हो डक्टरलाई के भन्ने तपाईँ एलर्जी भएको छ अन्त नाकमा एलर्जीले गर्दा होला आँखा तपाईँ त्यति जान्दो रहेछ त किन यहाँ डक्टरहरूकोमा आउनु दबाई दिनुहोस् आँखा चिलाउँछ यो बाहिर बाहिर चिलाउँछ भन्नु त्यहाँ मात्रै चिलाउँछ होइन सर यहाँ पनि चिलाउँछ भन्नु यो नाक चाहिँ पहिल्यैदेखि चिलाउँथ्यो अहिले चाहिँ आँखा पनि पुरा चिलाउनु थालेको छ भन्नु बुझ्नुभयो फेरि नाकको एलर्जी छ यहाँ चिलायो भन्यो भने त तपाईँ सबै भयो नि मैले दबाई गरेर बसेर आफै दबाई गरेर भइहाल्छ नि भन्छ फेरि एलर्जी छ एलर्जीले गर्दा चाहिँ आँखा चिलाएको हो भन्नु आएको भन्नु है एलर्जी एलर्जी भएको चाहिँ ड्रपहरू छ कि भन्ने त्यो बिमारी त तपाईँले भनिहाल्यो डक्टरले के थाहा पाउँछ चुप्पो लागेर बस्नु सर आँखा चिलायो अन्त आएको भनिदिनु अन्त ए तपाईँलाई एलर्जी भएको रहेछ भन्छ होइन अब ऊ डक्टरहरू चाहिँ भन्छ नि त नभएदेखि अब भए त अरू थोकले पनि चिलाउँछ नि त रोग त उसले भन्नु